यहाँ सबैलाई नमस्कार गर्दै म डाक्टर अमन यहाँहरूको मोबाइल स्क्रिनमा सँगसँगै युट्युब च्यानलमा पनि हामी आज त्यो सहन शक्तिको बारेमा चर्चा गर्छौँ। यानि कि सहन शक्ति भनेको हामी कसरी आफूलाई विभिन्न रूपमा ढाल्न सक्छौँ। सहन शक्ति जो बाहेक पूजनीय गुरुदेव डाक्टर योगी विकासानन्द सालनाथ सहित छत्रपाटी मन्दिरमा फेला पर्नुभयो। त्यो सहन शक्ति हेर्नुहोस् त गुरुदेवमा। गुरुदेव नहुँदाको त्यो बच्चामा त्यो रोदन क्रदन त्यो चिसो सिँढी कति उहाँ रुनुभयो होला, कराउनु भयो होला, चिच्याउनु भयो होला, उहाँलाई कति त्यहाँको मुसाले टोक्यो होला, त्यहाँ कुकुरहरूले उहाँलाई खानालाई आक्रमण गरे होला। यी विविध कुराहरूलाई हेर्दाखेरि त्यो सहन शक्ति नभएका भए आज पूजनीय भगवान हुनुहुन्थ्यो। ट्यालेन्ट चाहिँ आफ्नो ठाउँमा छ। हरेक सफल मान्छे बन्नलाई ट्यालेन्ट चाहिँ आवश्यक छैन। एक छैन, दुई छैन, तीन छैन, यसका म 100औं उदाहरण दिन सक्छु। ट्यालेन्ट चाहिँ नभएको मान्छेले पनि यो संसारमा सफलता प्राप्त गर्न सक्छ भन्ने कुरा विविध महान मान्छेहरूको उदाहरण हेरेर भन्न सक्छौँ। त्यसैगरी यो सहन शक्ति नभएको मान्छेले घर परिवार चलाउन पनि सक्दैन, साथीभाइको फ्रेन्डसिप नातालाई पनि मजबुत गर्न सक्दैन र ऊ जीवनमा दुःख पाएको हुन्छ। तसर्थ यदि त्यो दुधलाई हामी तताउँछौँ तातोमा, त्यो दुधले त्यो तातो सहन नसक्ने हो भने त्यो दुध दही बन्न सक्दैन। दही बन्न सक्दैन भने त्यो दुध फेरि मथानीमा राखेर हामी मोच्छौँ। त्यहाँ कति पीडा हुन्छ होला, कति चोट सहन सक्नुपर्छ होला। तसर्थ दुधको मूल्य निश्चित छ, मोहीको मूल्य अझ बढी छ, दहीको मूल्य अझ बढी छ, घिउको मूल्य त्यो मोथिसकेपछि आउने नुहाउने घिउ त्यसको भ्यालु अझ बढी छ। अझै त्यो नुहाउने घिउलाई फेरि आगोमा राखेर पुरै तताइन्छ हो। जब आगोमा राखेर तताइन्छ त्यो आगोको सहन शक्ति उसले सहन्छ, तब न नुहाउने घिउ भन्छ, खान लायक हुन्छ होइन र? यहाँलाई कस्तो लाग्छ है? म सहन्न, म नुहाउने घिउ नै भएर बस्छु भनेका भए त्यो नुहाउने घिउ बन्थेन। अब घिउको मूल्य कति होला हजुर? अब दुधको मूल्य बढी कि घिउको मूल्य बढी? घिउ 2600 रुपियाँ। हेर्नुहोस् है, घिउ 2600 रुपियाँ पर्छ। त्यो सामान्य घिउ 1100 1200 त्यो बट्टामा पाउने घिउ त अब झन् त्यो। यदि अर्ग्यानिक खानुहुन्छ भने शुद्ध गाईको, जसले घाँस खाएको होस्, अर्ग्यानिक जङ्गलमा चढेको होस्, त्यस्तो गाईको दुधबाट बनेको घिउ 2600 रुपियाँ पर्छ। त्यसैले दुध र घिउको तुलना हुनै सक्दैन। सहन गर्ने शक्ति भएको मान्छे घिउ हो भने सहन शक्ति नभएको मान्छे दुध। अझ भनौँ जुन ढुङ्गाले, एउटा कथा पनि भनौँ, दुईटा ढुङ्गा सँगै रहेछन् र मान्छेले वाह कलाकार हो, मूर्तिकार आउनुभयो,
सामान्य मान्छेले ढुङ्गालाई ढुङ्गै देख्छ, तर भने के देख्नुभयो, अरे यार यसलाई त म मूर्ति बनाउन सक्छु, यस्तो राम्रो आकार छ, यसलाई फोडेर फाल्यो भने त यो त सुन्दर मूर्ति बन्छ यार भनेर त्यो जुन मूर्ति बनाउन लागेको थियो त्यो ढुङ्गालाई बोकेर लैजान लाउनुभयो। अर्को ढुङ्गा के भन्छ, मलाई मात्रै लैजानु भयो, मलाई किन लैजानु भन प्रभु, मलाई पनि लैजानु न भनेर। ठिक छ, लिएर आउनुभयो, घरमा ल्याएर तोडफोड गर्न सुरु गर्नुभयो। त्यो जसलाई मूर्ति बनाउँदै हुनुहुन्थ्यो उसले सहन शक्ति यति थियो कि अया गर्दै सहन्थ्यो, अया गर्दै सहन्थ्यो, यताबाट हान्दाखेरि सहन्थ्यो। सहँदै त्यो ढुङ्गा सुन्दर मूर्ति बन्यो मित्रहरू। अनि अर्को ढुङ्गालाई पनि अब मैले यसलाई के गर्न सक्छु कि भनेर यसो के घन उठाएको, अया म सक्दिनँ भनेर उसले मानेन। होइन प्रभु मलाई ढुङ्गै बन्न दिनुहोस्, मूर्तिकारज्यू मलाई ढुङ्गै बन्न दिनुहोस्, म सुन्दर मूर्ति बन्ने। ठिक छ, तिम्रो पनि काम आउँछ मन्दिरमा हिँड भनेर बोकेर लिएर जानुभयो। मूर्तिलाई भित्र स्थापना गर्नुभयो, प्राण प्रतिष्ठा, त्यहाँ पूजा आजा भए, विभिन्न मान्छेहरू आउने जाने भए। हेर्नुहोस् है, त्यो चोट सहेको ढुङ्गा हजारौं चोट सहेको थियो मित्रहरू। ऊ सुन्दर मूर्ति बनेर मन्दिरमा बस्न लायक दुनियाँको देउता भयो। मान्छेले चाह्यो भने ढुङ्गा पनि देउता बन्छ भन्ने कुरा यो। सहन शक्ति भयो भने नमिलेको ढुङ्गालाई पनि राम्रो कलाकार पायो, मूर्तिकार पायो भने त्यो सुन्दर मूर्ति बन्दो रहेछ। र मान्छेले आस्थावान गरेर ढुङ्गालाई भगवान बनाइदिन्छ। तपाईँ त मान्छे हो मित्रहरू, ढुङ्गा त देउता बन्न सक्छ यार, अनि तपाईँ बन्न सक्नुहुन्न। 2 खुट्टा 2 हात, यत्रो दिमाग छ, 2टा आँखा छ, मुख छ, नाक छ, कान छ, हरेक कुरा छ। तपाईँ जे बुद्धसँग थियो तपाईँसँग छ यार, जे रामसँग थियो तपाईँसँग छ, जे कृष्णसँग थियो तपाईँसँग छ, जे जेसससँग थियो तपाईँसँग छ, जे मोहम्मद पैगम्बरसँग थियो तपाईँसँग छ। अनि हामी किन नादान मित्रहरू भन्नुहोस् त? हामीले चोट सहन सकेनौँ, जसरी त्यो दोस्रो ढुङ्गाले चोट सहन सकेन र जहिले पनि मन्दिरको अगाडि राखियो। जति पनि दर्शनार्थी जान्थे, तीर्थालु जान्थे, घर भित्र पसेर पूजा गर्थे र बाहिर आएर त्यो नरिवेल त्यही ढुङ्गामा फुटाल्थे। हेर्नुहोस् त, त्यो मूर्तिकारको चोट सहेका भए त्यो पनि सुन्दर मूर्ति बन्छ, तर सहन मानेन। हरेक नरिवेल त्यही फोडियो। कति चोट सहन पर्यो होला त्यसले जिन्दगी भर। यस्तो हुन्छ। तसर्थ बुद्धले कति सहनु भयो होला चोट, बुद्धमा कति सहन शक्ति थियो होला, याद गर्नुपर्छ। कल्पना गर्नुहोस् त, हामी त राजकुमार होइनौँ, 4500 त सुन्दरीहरू थिए मलाई लठ्याउने मन्दिरमा, के अरे दरबारमा। बाउले सोमरस हरेक देशबाट ल्याएर त्यहाँ चाँजो पाँजो मिलाउनु भएको थियो छोरालाई लठ्याएर बुद्ध बनाउनलाई, बुद्ध बन्न नदिनुलाई, योगी बन्न नदिनुलाई। यस्ता यो संसारमा बाबुहरू पनि हुन्छन् जसले छोरो म जस्तै राजकुमार बनोस्, राजा बनोस्, शासन गरोस्, मान्छे काटोस्, रगतको खोली बगाओस्, आफ्नो सिमाना बढाओस् भन्ने हुन्छ। तर बुद्ध कहिल्यै पनि मिटिङमा काटमारको कुरा नगरौँ भन्नुहुन्छ। आफ्नै माओलीसँग लड्दाखेरि पनि उहाँलाई त्यो सारदा नदी के भन्ने नदी छ, त्यो नदीको लागि आफ्नै मामाहरूसँग उहाँले काटमार गरे। आफ्नै मामा माने, आफ्नै आमा, तिनै आमाको दिदी हुन्। आमा भनेको यसको मतलब शुद्धजनको श्रीमती हो। त्यो देखेर वाक्क दिक्क टुक्क भइसक्नु भएको थियो गौतम बुद्ध, सिद्धार्थ गौतम। र सिद्धार्थ गौतमलाई त्यसपछि देख्नुभयो मान्छे रूपान्तरण हुनलाई एउटा झिल्को काफी छ, 1 सेकेन्ड काफी। बलात्कार गर्नेले 1 सेकेन्डमा गर्छ, भ्रष्टाचार गर्नेले 1 सेकेन्डमा गर्छ, लोभ मोह अहङ्कारमा पर्ने
झगडा गर्नेहरू, काटा मारामार गर्नेहरू 1 सेकेन्डमा गर्दा रहेछन् भन्ने कुरा मैले विभिन्न जेलमा गएर योग सिकाउँदाखेरि अनुभूति भयो। के गर्नुभएको तपाईँले यार? आफ्नै छोरोलाई काट्नुभयो, आफ्नै श्रीमतीलाई काट्नुभयो, आफ्नै श्रीमानलाई काट्नुभयो भन्दाखेरि के हो मैले खाना लगाएको चियाको गिलास खसालिदियो छोरोले, बगलमा खुकुरी थियो, 1 सेकेन्ड पनि लागेन मलाई त। त्यही भएर मित्रहरू यो ध्यान गरिन्छ नि, यो 1 सेकेन्डको लागि जति पनि जिन्दगीभर साधना गरिएको छ। म आज 27 वर्ष पुगेर अब 28 मा लाग्दैछु गुरुदेवसँगको सत्सङ्गमा। किन? यही 1 सेकेन्ड बचाउनलाई हो प्रभु। कसैले मसँग झगडा गर्छ भने मैले आफूलाई त्यो 1 सेकेन्ड बचाउन सकिनँ भने त्यहाँ विध्वंस हुन्छ। जो सुकै होस्, त्यो मन्त्री किन नहोस्, जो सुकै होस् के विध्वंस हुन्छ। त्यही 1 सेकेन्ड बचाउनलाई यति त्याग गरिरहेको छु, यति समर्पित भइरहेको छु। बिहान साधनामा डुबिरहेको छु। अब अलि समय छ मसँग, म फेरि अब साधनामै डुब्छु। यो मेरो दिनचर्या। 1 सेकेन्डलाई मैले नजोगाएको भए मसँग 2-4 दिन अगाडि कोहीसँग झगडा हुन्थ्यो, हस्पिटलमा झगडा हुन सक्थ्यो हो, नेपाल क्यान्सर हस्पिटलमा। मैले आफूलाई त सहनी हो नि त। बुद्धले युवा सम्मेलनमा भाग लिन जाँदाखेरि सारा तारतम्य मिलाएका थिए बाउले, त्यहाँका सेनाहरूले, आर्मीहरूले, प्रहरीले। तर के भइदियो, रातभरिको हावापानीले अर्को बाटोबाट जान पर्यो। अर्को बाटोबाट जाँदाखेरि रुख ढलेको देख्नुभयो, पत्ताहरू सुकेको देख्नुभयो। यो के हो, यो के हो? आफ्नो सारथीलाई सोध्दै सोध्दै है एकैचोटि वृद्ध मान्छे देखेपछि के हो यो? कहिले नदेखेको मान्छे, सुन्दरीमा भुलाइदिएको मान्छे, राजकुमार। यो मान्छे बिरामी हो। म पनि बिरामी हुनुपर्छ, किन नभने? त्यसपछि गएर फेरि रोगी मान्छे देख्नु, ख्याङ खोक्दै हिँड्यो। फेरि अर्को मान्छे देख्नुभयो, मृत्यु भएको मान्छे। मान्छेले शङ्ख फुक्दै अब सत्यगतिमा लैराखेका थिए, पार्थिव शरीर बोकेर लैराखेका थिए। झट्का लाग्यो कसलाई? सिद्धार्थ गौतमलाई। झट्का लाग्दैन कसलाई? हामी जस्ता बुद्धुलाई। कहिल्यै जिन्दगीमा झट्का लाग्दैन हामीलाई। रोगी देखे पनि, खान नपाएको त सहयोगापेक्षी देखे पनि सडकमा, अनि अभिभावकविहीन बाबु नानी देखे पनि हामीलाई झट्का लाग्दैन मित्रहरू। हामी त कस्तो कोरमा बाँचेछौँ भने, कस्तो ऱ्याट रेसमा दौडेका छन् भने, आफू बाँचे त सिद्धियो, मेरो श्रीमती बाँचे त सिद्धियो, मेरा छोराछोरीले खान पाए त सिद्धियो, मेरा छोराछोरीलाई महँगो बोर्डिङमा पढाउनु पाए त सिद्धियो। बाल मतलब त्यो को खाते, त्यो बोरा बोकिरहेछ, फोहोर बोकिरहेछ, त्यो को मलाई के स्वाद? यस्ता अहङ्कारी छौँ हामीहरू। अनि हामी साधक बन्न सक्छौँ? सक्छौँ ल भन्नुहोस्? अहङ्कार छ हामीमा, अस्मिता छ हामीमा। गुरुदेवसँग के कुरा 2-4 कुरा सिक्यौँ अनि हामीले आफूलाई म त भगवान भइसकेँ, म त अल्लाह भइसकेँ, म त बुद्ध भइसकेँ। यी खाक बुद्ध, खाक शुद्ध, खाक सिद्ध, खाक मुक्त, तपाईँहरू कोही केही भन्नुभएको छैन। जति पनि विभिन्न गुरुहरूलाई समातेर हिँडेका हामी चेलाचेलीहरू छौँ नि, चपेटाहरू भनौँ न मलाई, हामी केही छैन। हामी भड्किन्छौँ, हामी अहङ्कारी छौँ। उस्तै पर्यो भने हामी गोदा गर्न 1 नम्बरमा अगाडि बढ्छौँ। के रूपान्तरण भयो त हामीमा? गुरुदेव म हिजो यस्तो थिएँ, आज त म पुरा राम्री भइसकेँ, म कसैलाई नराम्रो गर्दिनँ। यी नराम्रो तपाईँको छिमेकीलाई गएर सोध्यो भने तपाईँको बारेमा बायोडाटा निकालिदिन्छ। खै नक्कल झक्कल त पार्छे, ध्यान गरे जस्तो त गर्छ, दौडिन्छे, आफ्नो गुरु भनेर दौडिन्छे, गुरुआमा भनेर दौडिन्छे। रूपान्तरण त केही छैन। त्यो गोलबेडा किन्नीसँग झगडा गरिराखेको हुन्छ, पुरा गोलबेडा अठाई, आलु किन्नीसँग आलु छानी किनिराखेको हुन्छ, झगडा गरिराखेको हुन्छ। घरमा भाडामा बसेका मान्छेसँग खिदो खनेर यो झगडा गरेकी हुन्छ। स्त्रीले साधना गर्नुभन्दा त बरु नगरेका भए हुन्थ्यो नि भन्ने मान्छे त्यही छिमेकीको वरपरका मान्छे हुन्छ। गुरुदेवलाई ढाँटेर के गर्ने? गुरुदेवले चिन्नु हुँदैन मान्छेलाई। गुरुदेवले त गर्दा अलङ्कार बुझ्नुहुन्छ भाइ है। यसमा मौनता घटेछ, यो शान्त छ हो, यसमा सिद्धता घटेछ, यसको आँखाको हेराइले म चिन्छु।
यसमा शुद्धता घटेछ, यसको खानपान राम्रो छ, स्वच्छ हेरेर थाहा पाउनुहुन्छ। बुद्धको दिमाग त्यही बेलामा क्लिक भयो, 1 सेकेन्डले मान्छे रूपान्तरण हुन्छ भनेको यही हो मित्रहरू। 1 सेकेन्ड मान्छेलाई रूपान्तरण हुन जिन्दगीभर चाहिँदैन। 1 सेकेन्ड झिलिक्क चावडा कुरा देखेको, बस दिमाग त चलबल 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 चलबल। यो के हो त, के हो त, यो म के जीवन बाँचिराखेको रहेछु, ओहो म त कैदी रहेछु क्या, मलाई त थुन्नु सुनेको रहेछ, बाहिरी संसार त यस्तो रहेछ, मेरो जीवन त यस्तो रहेछ। बोध भयो कि बोध, होस जागरण खुल्यो। एकछिन त उहाँले आफूलाई दष्टा भएर हेर्नुभयो, यो लास मेरै पनि त हुनसक्छ, यो बिरामी मान्छे मै पनि त हुनसक्छु, यो खोकेको खोके गर्ने मान्छे मै पनि त हुनसक्छु, यो वृद्ध मान्छे मै पनि त हुनसक्छु, ढाड खुप्रो पारेर लौटेर हिँड्ने मान्छे त मै पनि त हुनसक्छु। यो त भोलि मेरो अवस्था आउने नै हो नि। जसरी अहिले अमनलाई क्यान्सर लागेछ, के हजुरहरू कसैलाई क्यान्सर लाग्दैन? ठिकै भयो सालेलाई, ठिकै भयो क्यान्सर आयो, ठिकै भयो। कतिले भन्नु होला, भन्नुहोस्, स्वीकार्छु। कतिले सहानुभूति दिइराख्नु भएको छ, कति फलफुल लिएर यहीँ अहिले भर्खरै पनि आउनुभयो। गुरुदेव गुरुआमा हुनुहुन्छ, उहाँहरूको मलाई पुरा एउटा पितृ एउटा मातृत्व वात्सल्य पाएको छु, यस्तो मनोक्रान्ति सेन्टर पाएको छु। म त्यही भएर त बाँचेको छु। त्यो गुरु कृपा नभएका भए के हुन्थ्यो, मलाई के अझै पनि हुन सक्थ्यो। रोगी त म जस्ता कति छन्, अनुहार कालो भएका, पुरा बाल झरेका हो, यो नङहरू पुरै कालो भएका, खान नसक्ने, ढलेका ढले छ नि त। मैसँग अपरेसन गरेका साथीहरू या यो ममा यो ऊर्जा कहाँबाट आयो? यही परम पूजनीय गुरुदेव डाक्टर योगी विकासज्यूले मलाई रेकी पास गरिराख्नु भएको छ। उहाँको शुभभाव, उहाँको शक्तिपात ममा बसिरहेको छ। हर पल मेरो कोठामा हेर्नुहोस् त, यहीँनिर यहीँ यत्रो ठुलो भाव समाधिको फोटो मलाई अनिवार्य चाहिन्छ गुरुदेव। म जहाँ जान्छु मलाई त्यो चाहिन्छ। म अपरेसन गर्ने बेलामा ट्याक्क गुरुदेवको भाव समाधिको फोटोलाई हेरेर मेरो हात त यस्तो थियो, डाक्टर साहबले भन्नुभएको यस्तो थियो। इभन आइसियुमा आउँदाखेरि पनि मलाई भेट्न आउने मेरो दाई भाइहरू अनि संस्थापक सरिता खनालजीले भन्नुभएको थियो, मेरो हातले जहाँ अपरेसन गरेको त्यहाँबाट मैले रेकी पास आफूलाई गरिराखेँ। यो रेकी अद्भुत छ, मान्छेले यसलाई चिन्दैन, बुझ्दैन, या ऊ गर्छ। तर मेरो लागि यो रेकी शक्ति वरदान भएको छ। जबसम्म त्यो ऊर्जा मसँग रहन्छ, जबसम्म गुरुदेवको कृपा मसँग रहन्छ, जबसम्म गुरु आमाको कृपा मसँग रहन्छ, कोही माइका लालले मेरो एउटा बाल उखेलेर पनि नजान सक्छ। कुनै पनि माइका लालले। मैले औँला ठडाएर भनेको छु, यदि तपाईँहरूसँग त्यस्तो के ताकत छ भने देख्नु, स्वीकार छ। तर मेरो साधनाको बल, गुरु कृपाले मलाई सहने शक्ति दिएको छ। तपाईँहरू रिसाउनुहुन्छ मसँग, ठिक छ, रिसाउनुहोस्। त्यो रिसलाई पनि मैले सहने शक्ति ममा आइसकेको छ। तपाईँले मेरो मुखमै आएर थुकिदिनुहोस् र पनि मैले सहन सक्छु। तपाईँले मेरो बारेमा अमन यस्तो हो उस्तो हो भन्दै हिँड्नुहोस्, स्वीकार छ। त्यो सहन शक्ति ममा, त्यो स्वीकारे भाव, जसरी बुद्धले स्वीकार्नुभयो आफूलाई। अब म यो सुख सुविधाहरू त्याग्छु, म अब साधनामा निस्किन्छु। उहाँले अन्तिममा देख्नुभयो एकजना योगी, जब युवा सम्मेलन सकेर फर्केर आउँदै हुनुहुन्थ्यो राजदरबार, एउटा योगीलाई देख्नुभयो, या ठम 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 हिँडेछ, पुरा चिबर लगाएको छ, पुरा अनुहार धप धप बलेछ, वरिपरि पुरा कोरोना छ। कोरोना मिन्स त्यहाँ एउटा लाइट आउँछ वरिपरि शरीरको बाहिरपट्टि, औरा, त्यसलाई कोरोना भनिन्छ। यो कोरोना भाइरसको कुरा गरिनँ मैले, साधनाको तपले आउने कोरोनाको कुरा गरेँ मैले। तसर्थ कोरोना भनेर फेरि गलत नबुझ्नु होला। गुरुदेवले क्यान यु इमेजिन इट भन्नुहुन्छ नि, त्यही कुरालाई पनि कतिले यहाँ बङ्ग्याएर के हो ए डाक्टर योगी विकासज्यूले त यस्तो भन्नुहुन्छ उस्तो भन्नु, क्यान यु इमेजिन इट भनेकोलाई बङ्ग्याएर लेखिदिन्छन्। मासु खा भन्छ गुरुले भनिदिन्छन्, अचम्मै लाग्छ।
गुरुदेवले सहनुहुन्छ। त्यही त फरक छ हामी र गुरुदेवमा। जब त्यो योगीलाई देख्नुभयो, त्यसको ऊर्जा देख्नुभयो, वाह यार, म त ती 4,500 युवतीहरूसँग लट्ठेछु, घरमा श्रीमतीसँग लट्ठेछु, त्यही भएर पो म यस्तो खोक्रो भएर चाहिँ मसँग त केही ऊर्जै छैन त। काम बासनाले त खाइदिन्छ त हजुर, खाइदिन्छ। तपाईँले 56 किलो खाना खानुभयो भने त्यहाँबाट 12 ग्राम रगत बन्छ। 12 ग्राम रगत मध्येबाट 6 ग्राम मज्जा बन्छ, बोन म्यारोहरू बन्छ, बोन टिस्युहरू बन्छ। त्यसबाट पनि अझै छानेर 0.00002% बल्ल स्पर्म बन्छ, यानि कि ब्रिए बन्छ। अनि त्यो ब्रिएलाई काम न काज ऊर्ध्वगमन गर्न सकेका भए त हामी बुद्ध बन्थ्यौँ। अब अधोगमन गर्न गएपछि त हामी जस्तो लट्ठु मूर्ख कोही हुँदैन। पुरा मालीले फुलहरू लगाएछ, अत्तर जम्मा गरेछ। त्यो अत्तरलाई कहाँ ल्याएर हालेछ मालीले? घर अगाडिको नालीमा। म पुरा सेन्टेड बनाउँछु नालीलाई भनेर त्यसरी हालिराखेको छ। त्यसरी सहने शक्ति भएन भने वासनालाई पनि सहन सक्नु पर्यो नि। वासनालाई सहन सकिएन, लोभलाई सहन सकिएन, अहङ्कारलाई सहन सकिएन, कसैले केही नमिठो भन्यो त्यसलाई सहन सकिएन, उहीसँग प्रतिवाद गर्न लाग्यो भने खाकको साधकै भएन। र कुरा रह्यो ट्यालेन्ट। महान बन्नलाई ट्यालेन्ट बन्न पर्दैन। बुद्धमा केही ट्यालेन्ट नि थिएन। सिक्नुभएको थियो होला एउटा राजकुमारले सिक्नुपर्ने कुरा। तर उहाँ त्यो योगीलाई भेटिसकेपछि, त्यो योगीको ऊर्जा देखिसकेपछि म पनि अब योगी बन्छु भनेर सङ्कल्प हाल्नुभयो। जन्मदाखेरि उहाँ योगी बन्छ भनेर पहिल्यै ज्योतिषीले भनेको कारणले बाउले त्यति तिरण गरेर छोरालाई कैद गरेर जेलमा, राजदरबार मुखी जेलमा, तरुणी मुखी जेलमा, 4,500 तरुणी। अनि सोमरसमय देश विदेशका विभिन्न सोमरसहरूमय संसारमा ठुलो लट्ठियोस्, जतिखेर पनि लट्ठिएको भएपछि त त्यसले बाहिरी कुरा खोज्दैन। तर यहाँ के भइदियो त, योगीलाई देख्ने बित्तिकै, रोगीलाई देख्ने बित्तिकै सारा कुरा खुल्यो, ढक्कन खुल्यो। यो ढक्कन नखुलेसम्म केही हुनेवाला छैन मित्रहरू। यो ढक्कन खुल्न पर्यो। ढक्कन खोलिसकेपछि बुद्ध जस्तै घरबार त्यागेर, राजपाट त्यागेर, भोलिको राजा सुन्दर राजा त्यागेर योगी बन्नलाई कति दुःख झेल्न पर्यो होला। सुटेड बुटेड हुने मान्छे राजकुमारलाई कति काँडाले घोप्यो होला। क्यान यु इमेजिन इट? अब हामी यस्तै जकेट सकेट लगाएर बस्नुहुन्थ्यो होला जाडोमा, कस्तो महल थियो होला। जाडोमा बस्ने छुट्टै, गर्मीमा बस्ने छुट्टै, हरेक ऋतुहरूमा फरक फरक उहाँलाई घरहरू बनाइएको थियो। क्यान यु इमेजिन इट? त्यस्तो सुखशालीमा गएको मान्छे जङ्गलमा गएर साधना तप साधना गर्दा कति गाह्रो भयो होला, कति भोक लाग्यो होला, कति छटपटी भयो होला, किरा कमिलाले कति टोक्यो होला, लामुखुट्टेले कति टोक्यो होला। त्यसैले यो सहन शक्ति भनेको दुधबाट सिकौँ, यो सहन शक्ति भनेको मोहीबाट सिकौँ, यो सहन शक्ति भनेको नौनी घिउबाट सिकौँ। कहिले आफूलाई तताउँ, कहिले आफूलाई चिसो बनाऊ हो। र यो पृथ्वीभित्र रहेको हिरा पनि त्यसै हिरा बन्दैन। हिरा बन्नको लागि हिराले रात र ताप सहेर त्यो कोइला, जुन कोइलाले त्यो तातो सहन शक्ति, कति डिग्रीमा कोइला हिरा बन्छ हजुरलाई थाहा छ? मैले सुनेको छु 1000 देखि 1600 डिग्री सेन्टिग्रेडमा यदि त्यो जमिनभित्रको हिरा त्यो तापमा छ भने त्यो कन्भर्ट भएर के बन्छ त? डायमन्ड बन्छ। त्यो तातो हामी सहने कि नसक्ने? सक्नुहुन्छ सहन? यस, सक्ने भन्नेहरूलाई बधाई छ। म सहन सक्दिनँ भन्नेहरूलाई
के छ पनि बधाई छ। अहिले कमसेकम म सहन सक्दिनँ त भन्नुभयो। त्यही हो मित्रहरू, यो कुण्डलिनी भनेको त्यही हो, यो नाडी भनेको त्यही हो। यो विशाल ट्रान्सफर्मरबाट यो हाम्रो ब्याट्री रूपी शरीरमा त्यो ऊर्जा आउँछ साधना गर्दाखेरि। जसले सहन सक्छ त्यो ट्रान्सफर्मेसन हुन्छ। जसले सहन सक्दैन त्यो के हुन्छ, फ्युज गर ढुस हुन्छ। यति भन्दै बिदा हुन्छु। हवस् त, यहाँहरूको आजको दिन शुभ।